गाईचोरो बुद्ध भगवानको मूर्तिमा आइसकेका छौँ हामी। मेरो छोरीले घुम्नु लानु भनेर भनेकोले गर्दाखेरि आज मैले बुद्ध भगवानको मूर्ति सामु ल्याइदिएको छु। एकदम धैर्यताका साथले बोकेर ल्याएको छु। बहिनी भगवान प्रेमी, बुद्ध भगवान प्रेमी। उत्तम देखाइदिन नि केही भन्दै। नानी प्रार्थना गरिरहेको अवस्था हो। नानी बुद्ध भगवान प्रति एकदम आत्मविश्वासका साथ यहाँ आएको छ। बुद्ध भगवान जपिरहेको छ जहिले मलाई केही नहोस्, म राम्रो होस्, सबैको राम्रो होस् भन्छ नानीले। धार्मिक क्षेत्रमा प्रवेश गर्दै नानी यति ज्ञानी हुनु पर्यो। सबै माग्नु पर्यो भगवानलाई नानी। अझै नानी के माग्ने ल?